Happy birthday. कल्पना दिदी यहाँ आउनु न साइडमा के गाजर धेरै हुन्छ गाजर धेरै हाल्दिनु बरु काँचो हाल्छु भाइ गाजर चाहिँ हुन्छ दिदीले मलाई यसै जित्नुहुन्छ है आलु पाक्या यसलाई पाक्या भन्छन् गर्छ कि हेरौँ भनेको त्यसले गर्दैन मुस्लिम होइन हिजो नेपाली म्यासेज गरेको म त किन रिप्लाई गर्दैन मिक्सर चलेन बाबुसँग कुरा गर्नु लाग्यो यिनीहरू मिलेर नलाग्नु दही र चिनी यो वाला राम्रो रहेछ भाइ मिक्स भयो राम्रो भयो सबै हाल न त्यो यो सबै हाल्दिनु पुरै हाल्दियो यो पनि हाल्यो ए यो पहेँलो रहेछ अनि यो के हो यो यो पनि हाल्नु डिब्बा र त्यो सेम हो त्यो नै कि नै छ अर्कोमा सेम यो यसमा ए पहेँलो चिनी दही पनि कस्तो क्रिम जस्तो छ अब हामी रेडी हुन्छौँ ओ माई गॉड गाली ओ माई गॉड अड्डिन्छ नि है अड्ड्या छ नअड्ड्याखेरि भन्ने
के को आरो म अब अहिले दसैँ खाइदियो अन्त त्यो न्युतो मात्रै हुन्छ लास्टमा होइन पानी हाल्नु कोही नजिक है दुईजनालाई हालिदिन्छु ए आधी नहाल्दै त्यही मासु नै हाल न यी थालेको नै है अहिले त पुगिहाल्छ कसले हाल्नु कसरी पुग्ने हो यो धार्ने ए उखै पाताले पनि अर्को प्लेट दुईटा छ यसमा दुईटा हो यो होइन पाएको सबै यसमै हाल्नु पिरियड छ नि सानोवाला जति अटाउँछ यसमा हाल्यो छुट्टै छुट्टै त सबै राम्रो हुन्न अचार त्यसमा हाल आधी अघि त लाग्दैन होला नि खास सुरुमै खाएर टन्नै हो काम हजुरहरू सुदूर पश्चिमको होइन बैतडी बैतडी पनि सुदूर पश्चिम हजुर कहाँको म मात्रै होइन रहेछ है आन्टी म मात्रै रहेन सुदूर पश्चिमको अहिले त घुम्नु पर्यो नि अहिले हामी पिङगोरा प्यालेसमा छौँ के दाइ चिन्नु परेन कसले बहिनीले जति चिन्छन् त्यति नै ठिक अब नआएर चिन्नु पर्दैन होइन दिदी होइन तिमीले तिम्रो कुरा भइरहेको अब हाम्रो दसैँ सकिन आइसक्यो बिहान खाएर पनि सुतेर पनि उठेर पनि के गाइस ह्याप्पी दसैँ एक नम्बरको कुरा काट्नु बाई बाई गाइस ह्याप्पी दसैँ
दाइ मेरो भ्लग सक्यो अब तिहारमा आउँछौँ ल